हामी चाहिँ बालन फ्यान है गाइजहरू भिलेज बोय हो नि भिलेज बोय भएपछि चाहिँ यसलाई बोल्न पनि आउँदैन न्यु भल गरौँ हामी पनि बोल्न आउँदैन हजुरहरूले मन पराइदिनु नमन पराए किनकि हामीले बनाउँछ भिडियो आफ्नो बालनमै टु द माइन्युबाट आज चाहिँ हामी जाने ठाउँमा आएको थियौँ नुहाउनलाई तर नुहाउन आउँदाखेरि चाहिँ त्यहाँ मान्छेहरू रहेछन् त्यही भएर आज चाहिँ हामी स्विमिङको लागि जाँदैछौँ बाटो हेर्नु हाम्रो भिलेजको बाटो यस्तो हुन्छ रोड थाहा होला हजुरहरूलाई भिलेजमा कस्तो बाटो हुन्छ भन्ने यस्तो जङ्गल हुन्छ तर चाहिँ हामी भिलेज बोय हो त्यही भएर हाम्रो यस्तो होइन नर्मल चिज हो उता यस्तो गाडीहरू कुद्छ गाडीहरू हेर्नु होला हो हेर्नु होला नि भिलेज रोड चाहिँ यस्तै हुन्छ गाइजहरू हामी चाहिँ चिल्ड्रेन्समा हिँड्ने हो कपडा सुप्ला धुने हो पौडिने आज चाहिँ हामी दुईजना हामीलाई चाहिँ डर लाग्नु के यस्तो हामी मर्दाको छोरा हो गाइजहरू यस्तै हो भिलेज बोय भनेपछि नि डर हुनुपर्छ नि हो गाइजहरू थाहा नि तपाईँहरूलाई हेर्नु यस्तो रास्ता हिँड्छौँ हामी भनेको भिलेज बोय हो नि सबैले पहिचान्नु भयो होला हामीलाई त त्यही भएर भिलेज न्यु भलगर हो हामी चाहिँ गाइजहरू त्यही भएर न्यु भलगर अनि के भन्छ अरे भिलेज बोयलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ हजुरहरूले नभुल्नु होला त्यही भएर पोडेको भिडियो पनि पुऱ्याउँछौँ तपाईँहरूको माझमा पोडेको भिडियो पनि राख्छौँ हेर्नु होला ल लाइक सेयर पनि गर्नु होला अन्त फेरि गाइजहरू हामी चाहिँ के भन्दाखेरि हामी चाहिँ थाहा छैन हजुरलाई न्यु भलगर पोडेको भिडियो पनि तपाईँहरू माझमा राख्छौँ हामी ल बोल त बोल पोडेको भिडियो पनि तपाईँहरू माझमा राख्छौँ बोल्दैन पोडिने हो कपडा धुने नहुने यत्रो झोलामाले राख्नु कपडा यस्तो जङ्गल हेर्नु साथीहरू नुहाउन जाने ठाउँमा म भिलेज बोयको जिन्दगी कस्तो हुन्छ भनिदिन्छु गाइजहरू यो रोशन हो भिलेज बोय अनि म चाहिँ हिमाल भिलेज बोय होइन भिलेज बोयको जिन्दगी कस्तो हुन्छ भन्दाखेरि अर्को भिडियोलाई देखाइदिन्छु यो भिलेज बोयको जिन्दगी यस्तो हुन्छ यस्तो बाटो हिँड्नुपर्छ यस्तो दाउराहरू काट्नुपर्छ यस्तो खेतमा काम गर्नुपर्छ अनि त्यहाँखेरि यस्तो ठाउँमा पौडिनुपर्छ मजा भिलेज बोयको चाहिँ अन्त हामी चाहिँ त्यो भइएन नि सिटी बोय भइएन त्यही भएर तपाईँहरूलाई यो फुलले पर्पोज गर्न पर्छ बुझ्नु होला नि त्यही भएर तपाईँहरूलाई मैले एउटा कुरा भन्न चाहन्छु भिलेज बोयको यो भिलेज बोयको यो नराम्रो फुल एक्सेप्ट गर्नुहुन्छ के गर्नुहुन्न भनिदिनु पौडी खेल्न गइरहेको छौँ पौडिन जान आँटेको हामी चाहिँ पौडिने ठाउँ पनि नजिक आइसकेको छ भिलेज बोय हो भिलेज गर्ल पनि छन् नि गाइजहरू उता हेर्नु साथीहरू भिलेज गर्लहरू गोरु चोराएको छ नि गोरु चोराउनु लाग्छ हामी नुहाउनु ठाउँ नि है माथिबाट मुड फुटेर आएको पानी हो एकदम चिसो छ हेर्नु साथी एकदम चिसो खानलाई ए हाम्रो गाउँको अर्ग्यानिक चिसो पानी यसमा नुहाउनुको चाहिँ मजा आउँछ हेर्नु अर्ग्यानिक फ्रिजमा राखेको अन्त एकदम चिसो हेर्नु साथीहरू नुहाउनु आउनेलाई पानी खोलेर एकदम तयार भइसकेको छ नि तम तयार जेता म भन्छु गाइजहरू तर म चाहिँ नुहाउनलाई होइन पौडी खेल्न जानलाई आँटेर कपडा खोलेर हिँडेको उता हाम्रो त म यता फङ्गाल्छु यो चाहिँ हाम्रो क्यामेराम्यान बन्नेवाला छ म फङ्गाल्दाखेरि आज चाहिँ लाइक केही नहोस् क्यामेराम्यान हो क्यामेराम्यानै सकिएपछि त गाइजहरू के भ्लग बनाइ हुन्छ होइन र फेरि हाम्रो क्यामेराम्यान हाम्रो अलि पौडिन आउँदैन त्यसैले म क्यामेराम्यान बनेको आज तर म चाहिँ एक्सपर्ट है जस्तो भएर पनि पौडी खेल्ने चाहिँ काम गर्छु म चाहिँ गाइजहरू भिलेज बोय
गाईहरू म डुबेँ भने यो क्यामेराम्यान चाहिँ पर्दैन होइन त्यही भएर एउटा यो फुल हो हामीले त्यस्तो भिलेज वाले त यस्तो काँडावाला फुल दिन सकिन्छ के अरे गाईहरू के गर्नुहुन्छ हजुरहरूलाई लाइक कमेन्ट सब्सक्राइब सेयर के गर्ने गरिदिनु होला तर भिलेज वाला चाहिँ ट्रेडिङमा ल्याउनु पर्यो नि हौ गाई होइन र भिलेज वाले तपाईँको लागि हुन्छ ल ल यता देखा मलाई गाइज अब चाहिँ यता क्यामेराम्यान फलो कि अब यिनी पौडी गइरहेको छ नि फलो मे क्यामेराम्यान फलो मे यहाँ जा कतिबाट जुम गरेर भिडियो बनायो काछी मार तहेत के भयो भने ल नपढ्यो के डर यस्तोमा गाइजहरू आज हामी चाहिँ यहाँबाट उल्टे जमिस्टिक हान्नेछौँ उल्टे जमिस्टिक हाम्रो क्यामेराम्यानले क्यामेरामा क्याप्चर गरेर तल तल देखाइदियो तल पनि तल आउनेछ हाम्रो क्यामेराम्यान मेरो चप्पल पनि क्यामेराम्यानले ल्याइदिनेछ गाइजहरू ल यता हेर्नु होला बुढाले लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिन नभुल्नु होला है डुबे नपुगालो के सर नपौड्यौ क्या नपौड्यौ ल यता हेर नपुगालो के यहाँले अब त्यहाँबाट देखाएको त क्यामेराम्यान गाइजहरू म चाहिँ उल्टा हान्नु लगाएको त्यहाँ होइन त्यहाँबाट देखाएको क्या क्यामेराम्यान ल यस्तो गाउँ यस्तो गहिरोमा हेर्नु त साथीहरू भयो कालीगञ्ज के गाइजहरू ल 1 2 3 हेर्नु साथीहरू तिनी यहाँ पौडिन गइरहेको छ नि हेर्नु साथीहरू हेर्नु क्यामेराम्यान भिलेज बा अनि म पनि क्यामेराम्यान म चाहिँ यसो गर्नु छ भिलेज भयो हाम्रो चाहिँ भिलेज गरलहरू यस्ता हुन्छ नि काम गर्ने अनि बुवा चाहिँ यस्तो आरामले बसेर मोबाइल हेर्ने अनि त्यहाँबाट हामी बुवा चाहिँ यस्तो चिलास माटामा लुङ्गी लाएर सुत्ने भन्छ गाईजना ल हेर्नु साथीहरू होइन ल होइन साथीहरू आफ्नो सक्कल हेर्नु गाईहरू हामी चाहिँ यस्तै झन् ब्रो गाईहरू यस्तो हामी यस्तो छ यो नाङ्गे नुङ्गे बस्ने छौँ अनि हाम्रो हामी बुवा चाहिँ यस्तै हो गाईहरू हामी बुवा चाहिँ यस्तै यस्तै हेरिन्छ मोबाइल हेर्ने बस्ने हातमा हामी भर्खर पौडेको कता अरे गाईहरू भुले यार म त गाईहरू यो के अरे भिलेज बोयले चाहिँ मलाई ज्वाइँ बनाउँदा मान्दैन खै किन कुनै ओ त्यसलाई लैजानु हुने खान के हो यो ओलाई लैजानु हुने हो यो गरललाई त दिनुहुन्छ सालाले ओलाई दिनुहुन्छ हो त्यसलाई दिनुहुन्छ हो यसलाई दिनुहुन्छ नि यार गाईहरू हो यो गरल दामी हो कि हो यो गरल हो यो गरल दामी हो कि हो यो गरल दामी हो अनि हो यो बुवा दामी हो हो यो बुवा ओ त गरललाई नजिकै आसिरहेको छु यो गरललाई त देखिरहेको हो तिमीहरूले अनि हो यो बुवा सलो के गाईहरू यस्तै है यसको फिगर हेरेर कमेन्ट गर्नु होला अनि यो मासलाको फिगर हेर्नु होला मलाई कुन केटी सुहाउँछ भनिदिनु होला यी दुईटामा कमेन्ट गर्नु होला टिकटकमा नि हालिदिनु पर्ला अनि मलाई
रेड बिन चाहिँ कोना बे गर्ने सबै गाईहरूले यस्तो गर्छन् मलाई होइन अनि म चाहिँ नि यिनको सकल ए हेर्नु मेरो बहिनी लैजानु नि हेर भूत जस्तो खानु भूत जस्तो यी कपाल हेर यस्तो कपाल कपाल काट्दैछु यसले दिन्छ कि दिन्न कुनै थाहा छैन यिनीहरू दुइटामा हो यसलाई दिनेहरूको म त यस्तो हो म चाहिँ यी दुइटा केटीको लाइकको छ कि छैन गाइस कमेन्ट गरिदिनु होला है म लाइक छ कि छैन भनिदिनु होला यी दुइटा केटीको भए पनि ठिकै छ नभए पनि ठिकै छ मन बिनाको धन ठुलो कि धन बिनाको मन आकाशैमा उडी जाने ए चरी ओ रोशनलाई त हो यहाँ बसेर के टिप्दै खाँदै गऱ्यो नि हो तिनीहरूसित बिहे गरिदिने रोशनको त हो यो देख्नु भयो नि त गाईहरू राम्रो स्पष्ट त देखेन हो यहाँ बसेर के टिप्दै यस्तो नि हाम्रो भिलेज बाई है फेरि यो चाहिँ सुपर उता यसको चाहिँ मासु पाकिरहेछ अब के भन्ने भिलेज बाई भएपछि यस्तै त खान सिक्नु पर्यो नि होइन रोशन भाइ यस्तै चाहिँ खानु कति मिठो हुन्छ साथीहरू तपाईँले यस्तो खानुहुन्छ पर्खिनुहुन्छ पानी र नुन मुले खानुभयो भने कस्तो मोटाइन्छ भन्दै अरे यस्तो मोटाइन्छ उता चुलामा मासु पकाएको खाइन्छ र यसको मासु पनि देखाइदिउँला यो चाहिँ पानीसित खाइरह हेर्नु म मासु देखाइदिन्छु यो नपता भए चाहिँ आचिल अब खै मासु कहाँ पाकेको देखाइदिन्छु देखाउ न केही नि के छिटो अलिकति देखाइदिन्छु देख्नु होला मासु चाहिँ जुम गर्नु पर्यो क्या अझै यसले चाहिँ नुनसित खाइरह गाइजहरू अनि यस्तै यो फेरि यस्तै हो है हाम्रो भाइरल बोय नि यो भिलेज बोय भनेर चिनिन्छ भाइरल त हुन त्यस्तै हो गाइजहरू हेर्नु गाइजरी यस्तै खाने ल गाइज गुड है त भिलेज बोयको लागि यस्तो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला आजको हाम्रो भ्लग चाहिँ यही सम्पूर्ण यस्तो फिनिस हुन्छ गाइजहरू होइन ल गाइज जय हिन्द आजको भ्लग चाहिँ राखिदिएको म चाहिँ बाई